सिङ्डे बेमाराहा राष्ट्रिय निकुञ्ज माडागास्कर राष्ट्रको पश्चिमी भागमा रहेको छ। यो निकुञ्ज संसारकै सबैभन्दा अनौठो प्राकृतिक संरचनाहरू मध्येको एक हो। यो निकुञ्ज विशाल चुनपत्थर, लाइमस्टोनको धारिलो पहाडहरू र गहिरो खोजहरू अनि भूमिगत गुफाहरूको जैविक विविधताले भरिएको छ। यो चुनढुङ्गाको डाँडाकाँडाहरू हजारौं वर्ष पहिले समुद्री तालभित्र थियो, जुन समयक्रमसँगै समुद्री ताल सुकेर गयो र यसको सतहमा रहेको मलिलो बनौटे भागहरू वर्षाको पानीले बगाउन थाल्यो र बिस्तारै कडा भागहरू मात्र बाँकी रह्यो। निकुञ्जको भूभाग जटिल भए तापनि यहाँ केही विशेष जनावर र पन्छीहरू पाइने गर्दछन्। यस राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेको यहाँको तीखो तीखो धारे चट्टानहरूको जङ्गल र सुरुङहरू हो। जसलाई स्थानीय भाषामा सिङ्गी अर्थात् खाली खुट्टा हिँड्न नसकिने ठाउँ भनेर बुझिन्छ।